दारी काटेको गाउँची काटे ए हल्का कमेडी कुरै गर्छ ढुक्कले 2 लाख युट्युबबाट लौलाई तिमीलाई उडाएर फेरि लगे पैसा नठगिकन आउँछ क्या चाप्नेले ठग्दैन साथी यस्तो गन्दिएर पैसा ठग्यो कि भन्दै कतिखेर 2 केजी चामललाई 2247 2 केजी चामल 2 केजी चामललाई 2247 यस्तो बनाउने ठुस्स परेको मु के छ सन्चै हुनुहुन्छ रातै रातै हजुर सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ त्यस्तै छ आज हामी चाहिँ नारा पार्कतिर यसो घुम्न जाऊँ भनेर फेरि साथी अर्को नाराबाट आउँदैछ त्यसमा यसो घुम्न जाऊँ भनेर साथीले बोला बाटो त देखेँ होइन अब हिजो गएको ठाउँ हो भन्दै थियो त्यहीँसम्म जाऊँ जापानिजहरू फेरि कहाँबाट आइदिएर जाऊँ यसो घुम्न हजुरहरू पनि सँगै जाऊँ रमाइलो गर्नुपर्छ केटाहरूलाई जाऊँ भनेको प्रदीपलाई र अर्जुनलाई घाममा पानी परेको भन्छन् ऊ परेको भन्छन् जाने मानेनन् अनि हामी चाहिँ साथी र म चाहिँ चल्दै बाटो थाहा नभए पनि भए पनि अब यति हिँड्ने हो चिनिन्छ बाटो हिँड्दा हिँड्दै सुरुमा त कसलाई के थाहा हुन्छ र यहाँको बारेमा त्यस्तो छ तर साथीहरू आज चाहिँ मैले दारी काटेर आएको है साथी चिलिम चट भइदिएर आइदिएको कि दारी काटेको गाउँची काटे यहाँ हल्का काट्दा चाहिँ दारी काट्दाखेरि यहाँ काट्यो कि यस्तै हुन्छ काट्दाखेरि घरमा काट्दा पनि त्यस्तै हुन्थ्यो यहाँ त झन् अब आफै काट्नुपर्ने दारी कपाल काटेको नि अस्ति महँगो छ कपाल त अब कहिले काट्ने जिउनीमा यहाँ त सायद आज कि खोजेको भेटै भेटाएन हामीले त कहाँ गाउँ साथीले त्यहीँ बोलाएको थियो आऊ त्यो बोलाइरह सुन्मासेन एमात्तो साइदाजी दोको देश का साइदाजी हाय साइदाजी नो स्टेशन हाय हाय एमात्तो यामातो साइदाजी हाय स्टेशन हाय साइदाजी स्टेशन साइदाजी स्टेशनはもうだいぶ遠いよそうウォーキングのएमात्तो साइदाजी दोको近鉄ステーションあるやろ、そこから乗って行ったら大和西大寺の方行く。ありがとうございます。ステーションここターンライト。はい。信号ターンライト。はい、ありがとうございます。बेगे साथी यतै मैले भन्थे नि यहाँमा त उयो के अरे साइदाजी स्टेसन यता भनेको छ हिँडेर जानु मिल्दैन भन्दा तँ भने भन्नला त तर यता भन्नु नि त त्यसले यहाँ मात्रको त पनि स्टेसन यताबाट जान्छ अरे यहाँ हिँडेर जानु मिल्दैन यता जाँदै यता जानु अर्धी यार कहाँ घुमाइदिएर आयो सिधै जिआर नारामा बोलाएको हामी त्यत्रो जिआर नारामा बसिसक्यौँ तिमी त्यहीँबाट घर्ने होला घरमा त अब एमा त साइदाजी अब कहाँ हो सोधेको नि भेटा त्यो गरेन हिँडेर जान सकिन्न यताउति भन्दैछ भन्नु भयो भने यति भयो भने भाषा जान्ने छ यार सोध्नु भयो पनि सकिन्छ केटाहरू पनि आएनन् कि हाम्रो फेरि डाटा छैन सिम छैन त्यो पनि छैन चलाउन मिल्दैन भाषा पढेर आइज केटा भाषा पढेर जति सक्छ निहङ्गो पढेर आइज मात्र अन्त जापानमा काम छैन जति पनि अब जुलाईमा अक्टोबरमा आउने छ नि सबैले भाषा पढेर आइज भाषा जतिसम्म निहङ्गो छैन त्यतिसम्म जापानमा कामै छैन हाई हाई भन्ने दाइजोको देश भन्ने त्यही भन्ने बस्ने छ नत्र भने काम पनि छैन कामै पाइँदैन यार काम त पाइन्छ भाषा छैन भाषा जानेपछि बल्ल काम म्याकडोनल्डतिर काम पाइए त राम्रो हुन्थ्यो रामेनतिर यस्तो छ अब यहाँ त साइदाजी कहाँ छ नारा पार्क नारा पार्क यस्तो दामी यहाँ यता त्यो त हामी अस्ति आएको थिएनौँ अस्ति हामी गएको त उता साइड हो तल अन्त माथि आयौँ यहाँ माथि जाने भनिरहेको केटाहरूले घुम्दिन पऱ्यो यो बेला के छ
रहेछ भन्ने बाहेक अरू उपाय नै भएन मेरो त बोल्नै आएन। नारा पार्क चाहिँ घुमायो केटाहरू चाहिँ यहाँ पर्दै पनि आउँछ आएन कि यो मुभमेन्ट छुट्यायो भनौँ यस्तै छ। जापानिजसँग बल्ल 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 सिधा सिधा आइयो यहाँसम्म सोद्धा सोद्धा यताउति गर्दा गर्दा। यहाँ त आफ्नो लाइफ आफै जिउने रहेछ यार केटाहरूसँग कुरा बुझ्दाखेरि। जापान आएर चाहिँ विश्वास भन्ने चिज कसैको नगर्नु साथीहरू। विश्वास गर्नु भनेको सबैभन्दा ठुलो कुरो हो, तर विश्वास सेन्टै अरूको त विश्वास पिटिक्कै नगरौँ न। अरू जसको गरे पनि सेन्टै अरूको विश्वास त गर्दै नगरौँ। तर अनि मेन कुरा त भन्दाखेरि नि अब आउने जुलाई अक्टोबर एप्रिलमा जो पनि आउनुहुन्छ नि साथीभाइहरू, यहाँहरू चाहिँ जति सक्नुहुन्छ त्यति भाषा बनाएर आउनु। भाषा यहाँ निहुँगो बिना केही कामै छैन, केही बोल्न जानिन्न केही गर्न जानिन्न। अनि भाषा भएन भने त गइयो औडा छुट्छ। घरकाले कति दुःख गरेर पठाएका हुन्छन् है। यहाँ आएर यताउति हिँड्यो काम पाइएन, यता भयो भने भाषा केही जान्दैन भने कस्तो हुन्छ होला त्यो सोचौँ त एकचोटि। त्यो नसोचिकन कामै छैन क्या। घरकाको दुःख पीडा सबै सोचेर बुझेर अगाडि बढेर जापान आएको नि त हामी त। घरकाले कति ऋण धन गरेर कति त ब्याङ्क ब्यालेन्समा ऋण धन गरेर मेरै ब्याङ्क ब्यालेन्समा दिन्छ ऋण धन कति के गरेर जापान आएको नि त हामी। जापान आएर केही काम गर्ने भनेर आएको, कसले यहाँ पढ्न आएको र तर गएको चाहिँ जानुपर्छ। यहाँ को पढ्न भनेर आउँछ, सब ऋण धन गर्ने भनेर ऋण धनको चक्करमा जापान आयो लाइफ बनायो भन्ने हुन्छ। केही त्यस्तो केही पनि छैन। सकेसम्म भाषा बनाएर आएर राम्रो कम्पनीमा खासैमा काम गर्ने हो, त्यही नै हो सबैको। जति सक्यो त्यति भाषा बनाएको केटा, अरू चाहिँ त्यस्तै हो। भाषा भनेपछि यहाँ काम जति पनि हो, जति भाषा जान त्यति काम छ। आफ्नो टाइममा घर बसेर अब जाने बेला भयो साथीभाइसँग घुम्छु यो गर्छु हेर्छु भन्ने चाहिँ नसोच। खाली टाइममा भएर पढ खान्छु। हामीलाई थोरै भए पनि पढेर आएको अलिक कस्तो हुन्छ भन्ने हुन्छ। तर जति सक्यो त्यति भाषा बनाऊ, घरको स्थिति बुझ, अगाडि बढ, त्यही नै छ। घरको बाबुआमाको ऋण धन सोच। मेरो बाबासँग भेट्न गएको पनि कति वर्ष भइसक्यो। मेरै बाबा विदेश गएको पनि 8 वर्ष भइसक्यो। अहिलेसम्म भेट भएको छैन। त्यही मोबाइलमा भिडियो कलमा बोल्यो बस्यो। कस्तो हुन्छ होला जे छ मनमा छ, मनमा पीडा बुझेर अगाडि बढ्नुपर्छ। अरू चाहिँ त्यस्तै छ। जे छ मनमा छ कसैसँग केही सेयर गर्ने होइन। जापानमा सबै आफ्नो लाइफ आफ्नै तरिकाले जिउने हो क्या। अब +2 पुगेको साथीहरूले पनि आफ्नो मेन्टालिटी बनाएर अगाडि बढेर अब राम्रोसँग पढ्यो इक्जाम दियो भने चाहिँ राम्रो देश जान नै भने आउने लास्टमा जापान नै खाडी नै हो। त्यही भएर राम्रोसँग पढ केटा। नारा पार्क साथी हो। नारा पार्क तल डाँडोमा आइयो माथि सिटीहरूमा केही थाहा छैन। केटा उम्बिरहेको बसिरहेको राम्रो हो। नारा पार्क भन्ने राम्रै रहेछ। अब नारा सिटीतिर पनि ठिकै हो। हावा लाग्यो चिसो चाहिँ धाकिसक्यो पुरै कुहिरोले। यतातिर पनि पुरै ढाकिनु लागेको छ। ढाक्यो भनौँ। तिमीलाई उडाएर फेरि लगिहाल्छ रुममा। त्यो जाडो है पढेन नै सकिँदैन। डाँडामा हरिन हावा कहाँ पुगेर कहाँ गएर कहाँबाट आइयो हामी त। त्यही पनि चप्पलमा नारा पार्कको माथि डाँडामा पुगेर उहाँबाट आइयो। आयो साथीसँग भेट भयो। आफ्नो नेपालको साथीसँग भेट भयो। यताउति हिँड्यो घुम्यो खाइयो।
रमाइलो गरेर जापानका मान्छेहरू पनि ठिक छैनन्। यस्तै हो बाटो कहाँबाट निकालेको कता साथीले साथी कहाँबाट जाने हो गएको हुँदै गएकोमा आयो हामी लिएर हिँडा कहाँबाट हिँड्ने मलाई त केही थाहा छैन। यो बाटो त अस्ति आजै मान्छु मान्न त खै माथि मेरो फोटो खिच्छ प्राइज देख्ने तर यो भ्लग बनाउँदा पनि होइन फर्स्ट भ्लग भएर अलि अनि लाइक सेयर सब्सक्राइब चाहिँ हानिदिनु है। आइडी मोनिटाइज गराउँ क्या फटाफट त्यही अरू चाहिँ त्यस्तै थोरै भयो पनि इन्कम आयो भने त आइहाल्यो नि। इन्कम भयो भने त फाइदा हो नि। फेरि के चाहिन्थ्यो र होइन साथी? मेरो 80 तिम्रो 20 होइन? तिमीले यार कमेडी कुरै गर्दैन ढुक्कले 2 लाख युट्युबबाट सपना देखिरहेको सपनामा सिमी धुनी भयो क्या यार। यो बुढोको फोटो अस्ति देखेको थिएँ मैले यार बल्ल याद आयो। यही बाटो हामी जाने भक्क अब रुम जाने हो। चार्ज लाग्ने मोबाइल चलाउने एकछिन काम छैन के छैन सुत्दिने बस्दिने। मेरो त त्यो जुस खाएर पेट डुम्म भएर आएर आना तानो खाना जो नाम आयो नाम देशका 私の彼女ありません。ありません。大丈夫ですね。はい大丈夫です。桜。はい桜。桜の名前は何ですか？おお日本人。あなたは日本人ですか？아니요. 돈은 없어요? 있어요? Korean language no? 수고시 와카리마스. Korean language. Korean girl. Korean girl. 한국. 그래 됐네. 하이. 한국에도 칼 쓰세요? 한국에도 칼 쓰세요? 팔찌 써요. 하이. 와카리마스다. 제 이름은 따망야쿰입니다. 오, 따망야쿰, 야쿰. 하이. 야쿰 알아, 야쿰. 야쿠자. ए दाइजु देश याकुचा सुस्त बोला मुलाले मार्ला मैले झाप्ने जति ल हट्यो नि कहाँ जाने रुममा यार आनन्द आनो यानो सौजी के बोले आओ जापानिज त केही बुझ्दैन हो। केटाहरूले फेरि राति कहाँ जाम भनेर लिएर आउनु प्राइस कटमा सुपा हाम्रो यहाँ एक्लै गुई त हिँड्दिएर काम छैन मान्छेको रातिमा नेपाली त नेपाली नै हो खालि रातिमा हिँड्दिएर खालि रातिमा मैले चाहिँ प्राइस देखाउँछु कति के देखाउने प्राइसले मा डुब्ने हुन्छ यहाँ प्राइस कट भन्ने मात्र आफै त्यसको आफै ढोका खोल्छ हामी जाने उति गरेर त्यसको सेन्सर जापानको टेक्नोलोजी आफै ढोका खोलिदिन्छ फेरि फेमस हुनला स्टोरी हाम्रो के कति हाम्रो यो बन्दाकोपीको प्राइस एउटो डल्लोला 182 रुपियाँ बन्दाकोपी एउटो डल्लोला यहाँ बरु 171 मा रहेछ प्याज त हेरौँ साथै यहाँ के छ यहाँ अब एउटो डल्लोला 63 रुपियाँ जापानमा गएर काम नपाउनुसम्म त के छ न यहाँ ससेस पनि सस्तो उही रेट छ नेपालको जस्तै मासुहरू अब यो 214 रुपियाँको कति ग्राम छ 100 ग्रामको 214 रुपियाँ रक्सीको पैसा
यत्रो यो के को नाम हो यो 2154 यो ब्ल्याक प्लाई फेरि 2420 है लोएन पाइन्छ पाइन्छ सबै पाइन्छ मतलब अब हेरी हुन्छ अब यहाँबाट चाहिँ लुगाहरू लाउनुपर्छ बियरहरूको प्राइस हो 182 187 सब बियर हुन् नि माथिका तलका सब बियर हुन् त्यस्तो बियर त पाइँदैन होइन टाइगर इन्जिनहरू त नेपाल जस्तो बियरहरू चाहिँ सस्तै हो 170 200 पनि परेन क्या 170 165 यस्तै छ बियरहरू सस्तै छ बियरहरू रक्सीहरू त अरू त छोइसक्नु छैन फेरि अरू त चामल लगाएर यहाँ कतिखेर 2 केजी चामललाई 2247 2 केजी चामल 2 केजी चामललाई 2247 यस्तो महँगो हो पैसा नठगिकन आउँछ क्या चाप्नेले ठग्दैन साथी यस्तो गन्दिन पैसा ठग्यो कि भन्दै कोइन मात्र हो के होला हामीले कोकोहरू ल्याएन मासुसँग ढक्क यसो साथीहरू सबैलाई धन्यवाद आरिगातो गोजाइमासु माया गरिदिनु होला सबैले लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला आजको भ्लग चाहिँ यही भिडियो गरिदिउँ अन गर्नु आजको भिडियो चाहिँ यहीँ बन्द गरौँ लाइक सेयर सब्सक्राइब गरौँ ल सबैले माया गर्नु त्यही नै हो राधे राधे